आजको बेलुकाको 7 बजेको छ र 7 बजेको साथै समाचार पनि समाचारदाता खिसिराज राई यहाँ उपस्थित हुनुभएको छ। उहाँको मुखरबिन्दुबाट अहिलेको समाचार सुन्नुहोला सबै पत्रकारज्यूहरू अनि गाउँघरको छरछिमेकीहरू सबैले सुनिदिएर एकचोटि तपाईँहरूले सुनिदिनु हुन अनुरोध गर्दछु म। दर्शन नमस्ते। यतिखेर हालैसी त्वाचु नगरपालिका 3 च्यासफिटा रहेको च्यासफिटा एफएमबाट म समाचारदाता केसीराज आइसकेको छु। आजको सुन्नुहोस् मुख्य समाचार। खोटाङको हलैसीबाट जयराम जाँदै गरेको भेगुटा राईघाटको पुलमा चिप्लेर 3 जनाको मृत्यु। यसै गरी घुर्मीबाट कटारी जाँदै गरेको भेगुटा र भेगुती चिप्लेर मृत्यु भएको छ। यसै गरी च्यासफिटारबाट चाहिँ हली जाँदै गरेको 5 वटा भेडा र बाख्रा झुन्निएर मरेको गौरीघाटले जनाएको छ। अब सुन्नुहोस् पुरा समाचार। खोटाङ जिल्ला हालैसी त्वाचु नगरपालिका 3 च्यासफिटारबाट जयराम जाँदै गरेको भेगुटा र भेगुती चिप्लेर लड्दाखेरि 5 जनाको मृत्यु भएको छ र शोक शान्त हुन लागि आत्महत्या धन्यवाद।